कोणबाट हुन सक्छ राजदरबार हत्याकाण्डको पुनः अनुसन्धान। A palace massacre in Nepal's royal family. नारायण हिट्टी हत्याकाण्ड। Royal massacre. Nepal would reopen files related to the royal massacre of 2001. जेठ 19 गते भएको नारायण हिट्टी राजदरबार हत्याकाण्ड यस अघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढाउने। भनिन्छ इतिहास खोतल्न जरुरी छैन, अब त्यहाँ भेटिन लायक कुरा केही पनि छैन। तर हामी कहाँ परिस्थिति अलि भिन्न छ। हाम्रो वर्तमान इतिहासले ल्याइपुर्याएको बिन्दु हो। इतिहासतिर फर्किँदा हामीले धेरै कुरा भेट्टाउँछौँ। इतिहासमा धेरै थोक लुकाइएका छन्। इतिहास रूपी खाडोले भित्र नसुल्झिएका रहस्यका चाङ छन्। आङ सिरिङ्ग तुल्याउने घटना पनि छन्। शासन सत्ता हत्याउन भाइ भारदार बीच मचाइएको रक्तपातका इतिवृत्तान्त पनि छन्। सत्ताको घरभित्र जस्तो लाग्ने तर देश दुनियाँमा दूरगामी प्रभाव पार्ने परिघटना छन्, जसका कारण र रहस्य सुल्झिन बाँकी छन्। त्यस्तै मध्येको एउटा घटना हो राजदरबार हत्याकाण्ड। तत्कालीन राजा वीरेन्द्रको वंशनाश नै गरिएको उक्त घटनाको 25 हिउँद बितिसकेको छ। दरबारभित्रको पारिवारिक जमघटमा नरसंहार मचाइएको उक्त घटनामा 10 जनाको मृत्यु भयो। 5 जना सक्त घाइते भए। घाइते मध्ये कतिपय अहिले पनि गोलीको छर्रा बोकेर हिँडेका छन्। शल्यक्रियाको घाउमा पूरा खाटा बसिसकेको छैन। हाम्रो सन्दर्भमा राजपरिवारभित्रको यस्ता घटना नौलो भने होइनन्, आश्चर्यजनक परिघटना पनि होइनन्। शासन सत्ताको शिरमा पुग्दा राजदरबारभित्र तरबार गोली चल्ने गरेका थिए। शासन सत्तामा आउन भाइ भारदार बीच पनि काटाकाटको घटना हुने गरेका थिए। जस्तै विक्रम सम्वत 1903 भदौ 31 को कोद वर्ष, 1903 कार्तिक 12 गतेको भण्डारखाल पर्व, 1904 साउनको औल पर्व यी मात्र होइन, लामो श्रृङ्खला छ जहाँ विशुद्ध शासन सत्ता हत्याउन रचिएका भाइ भारदार शासक प्रशासक बीच रचिएको षड्यन्त्र, धोखाधडी र त्यसले निम्ताएको रक्तपातपूर्ण इतिहास जोडिएको छ। विक्रम सम्वत 2058 सालको दरबार हत्याकाण्ड बारे इतिहासकारहरूको फरक मत छ। कतिपयले यसलाई दरबार भित्रैको झगडाका रूपमा बुझेका छन्, जहाँ खलपात्र बनाइएका छन् तत्कालीन युवराज दिपेन्द्रलाई। आफूभित्र हुर्कँदो असन्तुष्टि, पारिवारिक बेमेल, विवाहको तहमा पुग्न लागिसकेको सम्बन्धमा दरबारबाटै आएको रोकावट र त्यसबाट पिल्सिँदै आहत बनेका दिपेन्द्रले नै घटना घटाएका हुन् भन्ने कतिपयको मत छ। तत्कालीन सरकारले बनाएको सर्वोच्च अदालतका तत्कालीन प्रधान न्यायाधीश केशव प्रसाद उपाध्याय नेतृत्वको जाँचबुझ समितिले पनि दिपेन्द्रलाई नै दोषी ठहराएको थियो। श्री 5 युवराजाधिराज सैनिक कम्ब्याट पोसाकमा बिलियार कोठामा प्रवेश गरेपछि कालो रङको बन्दुक नाइन एमएम क्यालिबर एसटी-5 के अटोमेटिक सब रेसिभर। तर बहुसंख्यक नागरिकहरूले त्यो प्रतिवेदन मान्न तयार भएनन्। 1 जना दिपेन्द्रले 9 जनाको ज्यान जाने र 5 जना गम्भीर घाइते बनाउने अवस्था सिर्जना गर्न नसक्ने भन्दै शङ्काको सुई विभिन्न ठाउँतिर तेर्स्याए। दिपेन्द्रले आफै मरेपछि हान्यो। एउटा राजा हुन लागेको मान्छे त्यसरी मर्छ अनि उसले अगाडिबाट पनि उसैले गोली हान्छ, पछाडिबाट पनि उसैले गोली हान्छ।